रेन्ज टेस्ट चाहिँ कस्तो हुन्छ त अल्ट्रा भोरेटमा डबल लोड होइन सामान हालेर हेर्नु होला गाइस। सो बाइक चाहिँ फुल्ली लोडेड भइसकेको छ, दुईवटा स्याडल ब्यागमा सामान हालिसकेको छु मैले। सो नयाँ बाइकमा हामी जाँदैछौँ टुवर्ड्स पोखरा। सो हेरौँ कति छ त हाम्रो आजको रेन्ज होइन, ट्रिपहरू सबै हेर्नुपर्ने छ। खुलिँदैछ बाइक चाहिँ। सो अहिले चाहिँ हामीसँग 94% छ भने मैले यहाँबाट हजुरको यो राइडलाई चाहिँ मैले ट्रिप सेट गर्नेवाला छु। ट्रिप 1 तिनटै सेट गरिदिनु पऱ्यो होइन, ट्रिप 1 ट्रिप 2 ट्रिप 3 तिनटै सेट गरिदिएँ। सो रेन्ज 251 किलोमिटरको देखाइरहेको छ। सो मैले चाहिँ यतापट्टि चाहिँ रेनकोटहरू आफ्नो सानो सामानहरू राखेको छु भने यतापट्टि चाहिँ बाइकको चार्जर, अनबोर्ड चार्जर अनि चप्पलहरू राखेको छु। अलिकति ब्याकप्याक चाहिँ मैले आफू पनि क्यारी गरेको छु। सो यसमा नै देखिन्छ। सो मेरो राइड चाहिँ यहाँबाट सुरु हुँदैछ है, फ्रम रेस डाइनामिक। यहाँबाट चाहिँ हाम्रो राइड सुरु हुन्छ। सो गाइज गुड मर्निङ। अनि मैले घडी नै ल्याउनु बिर्सेँ यहाँ, मलाई घडी चाहिन्छ नि तर त्यहाँ मेरो उसमा नै घडी देखाउँछ। सो मलाई चाहिँदैन घडी, बाइकले देखाउँछ है। किन तिम्रो सामानहरू सबै प्याक गर्यो? कता छ यहाँ? सर देखिहाल्नुहोस् X47 डेजर्टको एउटा फाइदा चाहिँ सामान चाहिँ छुट्टै धेरै बोक्नु पर्दैन है। स्याडल पहिल्यै आउँछ, सो ब्यागहरू आउँछ पहिल्यै। सो अघि तपाईँलाई मैले देखाइसकेको छु रेन्जहरू चाहिँ हाम्रो 94% छ र हामी चाहिँ जाँदैछौँ माझ पोखरासम्म। सो हाइवेमा अब कस्तो हुन्छ त, फर्स्ट टाइम कस्तो लागिरहेको? फर्स्ट टाइम हो अलिकति इलेक्ट्रिकमा। सो अलिकति नर्भसनेस आइरहेको छ। त्यही नै हो, बुढीसँग फर्स्ट राइड। ल वेलकम अनबोर्ड पाइलट, को पाइलट। अब बाइकमा भेटौँ ल। फाइनल चेक गरिसकेपछि यो वाटरप्रुफ स्याडल ब्याग पनि हाम्रो डाउन भइसक्यो, प्याक भइसकेको छ। क्लिपहरू लाउनु बाँकी रहेछ। सो क्लिप अन गर्ने बित्तिकै हामी निस्किन्छौँ हाम्रो यात्रातिर। अल सेट। मैले चाहिँ मार्टिन लगाएको छु किनकि यसमा खासै गियरहरू हान्नु पर्दैन। एमएक्स बुट चाहिँदैन। रेनकोट प्यान्ट लगाएको छु, ज्याकेट भयो, ग्लोभ्स भयो, सब चेक छ। सो अहिलेको ओडो 121 छ। ल आऊ बसौँ। 121 अहिले 10 बजिसकेको रहेछ होइन घडीमा। सो हामी चाहिँ ग्लाइड मोडमा जान्छौँ। 250 को रेन्ज हाम्रो सेट छ, अल सेट छ। सो यसमा अलिकति रिजनहरू कसरी हाउ इट वर्क्स त्यो सबै हामी देखाउनेछौँ। बिचरा आन्टी। सो अल सेट हामी चाहिँ कलङ्कीबाट निस्किसकेको छौँ है। दुईजना के छ है भाइ पनि पोखरा तिमी नि हो ल यार। अब भाइहरूको बाइकमा गएर आउँदाखेरि 3-4 हजारको पेट्रोल खान्छ। आफ्नो त जेरो पेट्रोलमा जाँदैछ है गाई छ म आज। सर घडी हेरेर अहिले 10 बजेर 10 मिनटमा हामी निस्केको छौँ। सो नैका आइपुगेका छौँ अहिले। अनि यस्तो गर्मी छ नि, खासमा चाहिँ पुरै पानी पर्ने देखाइरहेछ। तर आज त गर्मी होला जस्तो छ। हामीलाई चाहिँ रमाइलो हो, धेरै गर्मी भयो भने के हो पानी नपरोस् भन्ने चाहना छ हामीलाई पनि। सुनिरहनु भएको छ भने अब यसपालिको मेरो भ्लग चाहिँ पेट्रोल पम्पमा छिर्नु परेन, त्यही नै मजा लागिरहेछ। बिना पेट्रोलको पोखरा गएर आइन्छ X47मा, त्यही हो मजा। नेपाल फर्स्ट टनेल रोडमा आइपुगेका छौँ हामी। तर हाम्रो बाइकहरू चाहिँ त्यहाँबाट जानु मिल्दैन। सो द्याट हामी चाहिँ नर्मल रेगुलर वेबाट जान्छौँ। त्यो भनेको बाइकलाई खासै फरक पर्दैन, हेभी गाडीहरूलाई चाहिँ हो टनेल। सो कहिले बन्छ भनेको फाइनली आफू
आफ्टर सो मेनी इयर्स यो रोड चाहिँ कम्प्लिट भएको छ। हेर्दै हेर्दै हामी नागढुङ्गा आइपुग्नु लागिसकेको छ। अहिले 22 भएको छ, 10 बजेर 128 भने चाहिँ हामी झन्डै 9 किलोमिटर ट्राभल गरिसकेका छौँ। कस्तो गर्छ बाइकहरू के अरे बादलै बादल भाटामा आइपुग्यो है हामी। नागढुङ्गा द एक्जिट पोइन्ट भनौँ कि इन्ट्री पोइन्ट भनौँ। सो हामी अब यहाँबाट लाग्यौँ हाम्रो गन्तव्यतिर टुवार्ड्स पोखरा। सो पुरै बादलमा हामी छिर्यौँ है गाइजहरू। अब यसको रिजन हेर्नुपर्छ है। अब हामी गयौँ यहाँबाट, के भएछ गाडी बिग्रेछ, बिग्रे भएर त्यो गाडी बिग्रे भएर। सो हाम्रो राइड सुरु भएको इन फ्यु मिनट्स होइन, 15-20 मिनटमा हामी यस्तो मजाको ठाउँ नागढुङ्गाबाट एक्जिट गऱ्यौँ र अगाडि त्यो पुरै हुस्सु लागिरहेको बादलहरू इन्ट्री गरिरहेको थियो र गाडीहरू पनि खाली खाली थियो। यो टाइममा चाहिँ यो चाहिँ स्याटरडे बिहानको 10 बजेको हो र हामी चाहिँ 10 बजेतिर यहाँबाट काठमाडौँबाट मुभ आउट भयौँ। हाम्रो खास मनोकामना जानुपर्ने चाहिँ एउटा भाकल पनि थियो र अन द वे स्याटरडे अलिकति भिड हुन्छ भनेर हामी चाहिँ पोखरा जाने निर्णय गऱ्यौँ र त्यही हिसाबले हामी आनन्दले अब बाइक पनि छ नयाँ होइन, टेस्ट गरौँ रेन्जहरू के छ कस्तो हुन्छ भनेर हामी बुढाबुढी फर्स्ट राइड भन्नु त्यसरी गएको हामी। पातले बन जाने बाटो यहाँबाट रहेछ। कस्तो मजा आइरहेछ साथीहरू। नागढुङ्गाको बाटो पनि दामी भइसकेछ। मजाले इभी इज फन गाइस। सो हामी टनल एरियामा आइसकेका छौँ एकैछिनमा है। अलिकति बाइकहरूलाई चाहिँ सजिलो छ यो बाटो पनि। टनलको मलाई फाइदा खासै लागिरहेको छैन। सो 9 आइपुगिसकेको छौँ अहिले। 141 किलोमिटर भनेपछि 20-21 किलोमिटर ट्राभल गरिसकेका छौँ हामी झन्डै 30 मिनट्समा। त्यही हो, स्टे विथ अस गाइस। सो अलिकति गुद्रुकवाला बाटो सुरु भइसकेको छ अहिले। 9 कटिसक्यौँ हामी, झारके पुग्न लाग्यौँ। सो रमाइलो भइरहेछ। रेन्ज स्टिल 228 देखाइरहेछ माथि 9 नागढुङ्गादेखि सेम रेन्ज घटेको छैन। अनि रिजेनरेटिभको लागि 90% भन्दा मुनि भएपछि बल्ल हुन्छ। सो त्यो पनि अन भइसकेको छ। इन केस अफ ब्रेकिङ चाहिँ मैले हल्का रिजेन युज गरिरहेको छु। अब जस्तै यस्तोमा ब्रेकिङ गर्नु पऱ्यो भने रिजेन ब्रेक अन गरिदिने, सकाइदिने। त्यही नै हो गाइस। झारके आइपुग्यौँ हामी एकैछिनमा। सो हामी चाहिँ यो पानी हान्ने ट्रकको पछि छौँ है। पानी हान्ने ट्रकको पछि अब पर्दैन पानी मुखमा, फाल्टै छ। अब यस्तै हो बाटो। खै बाटो त पुरै यस्तै छ है दोस्तै। धेरै टाढा नै आइपुगेको छैन हामी। भर्खर कति 20-30 किलोमिटर चलायौँ क्या हो। 35-40 किलोमिटर हुन लाग्यो। कस्तो गनाको रबर। यहाँसम्म हेर्दै हुनुहुन्छ भने चाहिँ
अझै हेर्नु होला मैले पुरै राम्रोसँग बनाएको छु अनि यसको रिजेनरेटिभ ब्रेकिङहरू चाहिँ यस्तो ठाउँमा चाहिँ धेरै युज गर्न सजिलो हुँदो रहेछ। अर्को भनेको चाहिँ तपाईँको यसको सस्पेन्सन चाहिँ कस्तो मजाको छ हेर्नु, डबल लुकमा पनि सुसी जाने होइन, अरू बाइकहरूलाई चाहिँ गाह्रो भइरहेको ठाउँमा चाहिँ यसको चाहिँ एउटा क्रस ओभर कसरी किन हो भनेर चाहिँ ठ्याक्कै बताइदिन्छ क्या बाइकले चाहिँ पर्फर्मेन्स चाहिँ मजा आएर चाहिँ। सो हामी 45 किलोमिटरमा हामी गल्छी आइपुगेका छौँ। स्टिल 228को रेन्ज छ भने मेरो काठमाडौँ कोलङ्की र गल्छी चाहिँ मेरो अलमोस्ट 10% 11% चाहिँ अकुपाइड भएको रहेछ ब्याट्री। रिजेनरेटिभ ब्रेकिङले पनि काम गरिरहेको छ। सो त्यही हो 10%मा 45 किलोमिटर चाहिँ मैले कभर गरिसकेको छु लास्ट। हाम्रो टाइमिङ हेर्ने हो भने अलमोस्ट ठ्याक्कै 1 घन्टा लाग्यो हामीलाई। 1 घन्टामा हामी 44 किलोमिटर राइडमा ट्राभल गरिरहेको छौँ भनेको नट ब्याड है गाइस। सो नयाँ पुल बनिसकेको रहेछ यहाँ। खोला कत्रो हेरेर तल आम्मा यस्तो एउटा एभी भेटेको छु मैले यहाँ B6 महिन्द्राको। यस्तो रोडको लागि चाहिँ पर्फेक्ट थियो पिलियनसँग पनि बाइक चाहिँ। अनि यसको मड गार्डको चाहिँ अलिकति आवाज आइरहेको थियो क्या मलाई, हो कि होइन मड गार्डको त्यो नट चाहिँ लुज भएको रहेछ। त्यही नै खासै फरक चाहिँ परेन, हामीले एउटा ठाउँमा गएर चेन्ज गऱ्यौँ, निकालिदिएँ लास्टमा मैले। त्यो चाहिँ अलिकति पछि हालेको छु, तर अलिकति मड गार्ड नभए पनि राम्रै हुन्थ्यो भन्ने कुरा हो। यतापट्टि हेरेर खोला बेबी कत्रो देखा है, छेउबाट हेरौँ न। आम्मा यतैसम्म आएको छ यार है, डर लाग्दो। हिजो अस्ति पानी परेर क्या ठुलो। डु नट टच माई हाइस्ट। के आवाज आएको यो खेत्रा खेत्रा। यसपछिको बाटो चाहिँ कन्फ्युजिङ थियो कि कुन चाहिँ नि बाटोबाट के आउने नै थाहा छैन। माथिको बाटो सानो छ, सबैजना माथिबाट आइरहेको थियो कि उताबाट, तलको हो कि खास उताबाट आउने बाटो चाहिँ। त्यही भएर नि अलिकति चाहिँ भएको थियो, त्यस्तो उ त थिएन होइन। त्यो गाडी क्या मजाले कुदाएर गइदिएर क्या, मलाई त ओभरटेक हान्नै गाह्रो भएको थियो त्यसलाई चाहिँ। सो अगाडि सानो सानो पुलहरूले गरेर अलिअलि जाम चाहिँ हुन्छ है हाइवेमा। फर्स्ट टाइम खुट्टा टेकियो है यहाँ आएर। 61 किलोमिटरमा आएर खुट्टा टेकियो लागि कत्तलाएर। अब जानु पर्ला हामी। कन्स्ट्रक्सन जोन भएर बाइकलाई जान दिनुभयो दाइले। सो खुसी आइ एम टु मच। बाइकलाई फाइदै हुन्छ हाइवेहरूमा, जाम हुँदैन क्या मेन भने। अब गाडीहरू जति कुदाएर आए पनि लास्टमा जाम हुन्छ। यतैबाट गइदिएँ क्रस ओभर हो नि, जताबाट पनि जान्छ क्या होइन। मजा हेर हिँड्दा छ्यापेको गाडीले आफ्नै पारामा। सो यहाँ चाहिँ केरा भएको ठाउँमा आइपुग्यौँ हामी। के हो यो ठाउँको नाम गाइस? केरा भएको ठाउँको नाम के हो भन्नु है। सो यहाँबाट मुङलिङ चाहिँ 40 किलोमिटर। अब यहाँबाट राइड गयो भने चाहिँ हामी कता पुग्छौँ भन्दा धादिङ।
गाइस स्टिल 210 किलोमिटरको रेन्ज बाँकी छ मेरो बाइकमा चाहिँ। हेर्दै जाउँ अब। भोक लाग्यो जस्तो हो क्या हो, खाना खाने हो क्या हो, होइन होला। मलेसम्म खाना नखाऊँ है, उतै गएर खाउँला मुगलिनमा है। एकछिन खै भएको छैन, पुरै हिलो भएको छ है बाइक चाहिँ। सो गाइस अहिले चाहिँ हामी 71 किलोमिटर ट्राभल गरेर आइसकेका छौँ यहाँ। सो हामी मलेखु कटेर यो हाइवेमा टक्क रोकेका छौँ। एकछिन ब्रेक। ठकुरी डाँडा रे, ठकुरी डाँडामा वेट गरिरहेको छौँ हामी। हालत खराब छ यार, गर्मी छ पुरै। अप 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 मजाले आइपुग्यो यहाँसम्म त। ठिक छ नि बेबी? ठिक छ, मजा आइरहेछ? ठिकै। सो बाइकलाई चाहिँ यसरी हाइवेमा हेर्दाखेरि कति मान्छेहरूले चाहिँ हामीलाई कस्तो खालको बाइक हो, कुन बाइक हो होइन, इलेक्ट्रिक हो कि के हो भनेर सोध्ने के। धेरै मान्छेहरूले सोध्ने, अनि रोकेको ठाउँमा आउने, घुमाएर आउने, बुझ्न आउने। सो यो ठाउँमा चाहिँ मजाले एकछिन बाइक हेरेर म पनि वहाँ परिरहेको थिएँ कि राम्रो लागेर। गर्मी छ यार, टु मच। बाइक एकजनाले स्याडल गर्दै गइरहनु भएको छ, सिङ्गल लोड होइन, हामी चाहिँ डबल लोड छौँ। इलेक्ट्रिक बाइक हो यो गाइस। सो यहाँ टुर भइरहेछ केटाहरूको। कुन बाइक हो? सबै हिमालयन अनि केटिएम रहेछ, 3टा बाइक होइन, इन्डियाको टोलीहरू जस्तो। सो यो चाहिँ हामी अहिले मालिङ्गा भन्ने ठाउँमा रहेछौँ। दाइकोमा मिठो चिया खाइयो है आनन्दले, चिया र पानी। अनि यसको मड कभर चाहिँ लुज भएको रहेछ। मड कभर चाहिँ मैले निकालेर अगाडि गएर एउटा फिट गरिहाल्छु, त्यो भएपछि हिलो माथिसम्म आउँदैन। सो ब्यागमा पनि अब सामानहरू प्याक भइसकेको छ हाम्रो त होइन। सो अब यहाँबाट हामी अगाडि गएर मड कभर टाँसेर अनि निस्किन्छौँ हाम्रो जर्नीतिर। सो गाइस स्टे के भन्ने। सो गाइस फेरि भेटौँला, अब बाइकमा भेटौँला है त। ल दाइ धन्यवाद है। हस् हस्। सो टायरधरि बोकेर आएर सर नेपालमा महँगो हुन्छ भनेर क्या यिनीहरू फेरि अति गर्छन् क्या। सो गर्मी जति भयो भने चियाको ब्रेक एउटा चाहिन्छ मलाई है। चिया ब्रेक चाहिँ भयो। अब हामी लाग्दैछौँ हाम्रो गन्तव्यतर्फ। दाइ यो मोडगार्डको एउटा नट छ होइन, एउटा चाहिँ हालिदिनु। एउटा चाहिँ नटै हराएछ। यसले यो पनि टाइट गर्नुपर्छ दाइ, यो पनि अलिकति लुज भएको छ। मैले त्यहाँ अलिकति गरेको छु एकछिन। सो अहिले चाहिँ म यहाँ एउटा बुकसपभित्र छिरेको छु, त्यसको पछाडिको भ्यू चाहिँ क्या दामी छ क्या, देखाउँछु तपाईँहरूलाई। सो यो चाहिँ बेनीघाट जानेवाला पुल भयो, माथि जाने। अनि खोला हेर्न सक्नुहुन्छ तपाईँले, कस्तो ठुलो भएको छ, मजाको ठुलो छ है। टेम्पो आइरहेछ त्यहाँबाट टक्क लाएर टुङ 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 पारामा मजाले। सो यहाँसम्म हेर्दै हुनुहुन्छ भने चाहिँ बाइक कुदाइरहेको छु होइन म आनन्दले। मोडगार्डले चाहिँ अलिकति दुखाउन दिएको हो खासमा, फेरि लुज भइदियो क्या एउटा ठाउँमा गएर। लास्टमा चाहिँ मैले झिकेर ब्यागमै राखेर गइदिएँ, त्यो नहालिकन नै मजा आयो मलाई चाहिँ। अब एक त एडभेन्चर बाइक छ, त्यो मोडगार्डले हामीलाई कति चाहिँ बचाउँदो रहेछ। उसै त लुगा त हिलो भइसकेको हुन्छ होइन, खासै युज चाहिँ नहुँदा नि ठिकै हुँदो रहेछ मोडगार्डको चाहिँ। सो हामी चाहिँ अलिकति हिलो बाटोमा छौँ अहिले। र हामी कुरिन्टार पुग्न लागिसक्यौँ, सुम्निङटार चाहिँ हामी कटिसकेका छौँ।
बाटो त यस्तो छ कि मजा आइरहेछ खाँदै गइरहेछ होइन त्यो नि मजा आइरहेको थियो कि यस्तो मजाको बादल लागेर जस्तो धुलो उडिरहेको थियो नि छ्या कुन कलरको ट्याक्सी हो मेटा त्यो ट्याक्सी हो ट्याक्सी पोखराको त्यसको रेन्ज र यसको रेन्ज उस्तै होला 3000 एक्चुअली चार्ज गरेर आउनुपर्छ यसमा चाहिँ चार्ज नगरी पुग्छ सो हामी मुगलिन पुग्ने बेलासम्म चाहिँ यदि 100%बाट अहिले 40%मा चाहिँ हामी मुगलिन पुग्दो रहेछौँ भएर चाहिँ अहिले 58% छ हामी सो यस्तो भोक लागिसकेको थियो अहिले कुद्ने चाहिँ भोक लागिसक्यो मुगलिन कहिले आउँछ भन्दा खालि अनि त्यही भएर कुदाइरहेको चाहिँ मनोकामना गरिसकेपछि हो अनि मुगलिन आइपुग्छ अब आइपुग्छ भनेर हामी मजाले कुदाएँ टक्कै एउटा बाइक कुदा त्यो बजाजको बाइक थियो के अरे कस्तो गइरहेको थियो दुईजना होइन सर हामी पनि अब पुगिहाल्यो नि अब आइहाल्यो नि भनेर मजाले कुदाएर गयो अनि एउटा दुईवटा टर्निङपछि त ठ्याक्कै देखिहाल्यो नि यो मुगलिन बजार ठ्याक्कै देखिहाल्यो आयो ए पोखरा 92 किलोमिटर रेन्ज 144 किलोमिटर गाइस मुगलिन अब हामी पारी गरेर भात खान्छौँ टक्क लाएर है देखाएको छ कस्तो ड्याम देखेँ है सो गाइस हामी मुगलिन आइपुग्यौँ है 1:15 भनेपछि 10:20-15 भनेपछि 10, 11, 12, 1 3 घन्टा जस्तो लाग्यो हामीलाई यहाँ आइपुग्न 3 घन्टामा हामी आइपुग्यौँ मुगलिन अब हाम्रो बाइक यता राख्छौँ एकछिन अनि हामी यता बाइक राखेर आनन्दले तातो नभएको ठाउँमा राखौँ उडो त सो 10, 11, 12, 1 3 घन्टामा हामी आइपुग्यौँ ठ्याक्कै मुगलिन 226 किलोमिटर भएको रहेछ होइन टोटल हामीले कभर गऱ्यौँ 70, 18, 110 किलोमिटर कभर गऱ्यौँ स्टिल हामीसँग 117 किलोमिटर बाँकी छ कम्ब्याटमा भने 111 बालास्टिक अनि 143 ग्लाइड मोडमा है 56% ल अहिले हामी भेटौँ न अब सो बेबी के छ त बस अब सो हामी चाहिँ खास मनोकामना पनि जाने हो होइन तर आज होइन भोलि जाने हो पर्खिँदाखेरि सो अहिले चाहिँ हामी अब जाँदैछौँ पोखरा सानो लेक दाइलाई फोन गरेर चाहिँ दाइले आउँदै गर म यतै छु भन्नु भएको छ त्यही एक्साइटेड भेरी मच फर्स्ट राइड विथ माई बुढी अन अल्ट्रा होरेड अब हाम्रो 0-0 भएको छ राइड होइन हामीबाट कति किलोमिटर होला त दाइको थाहा छैन अलमोस्ट 75-80 किलोमिटर हुनुपर्छ दाइकोसम्म हेरौँ लेट्स सी गाइस सो त्यही हो मुगलिनसम्मको त्यो पाइते बाटो अनि यो मुगलिन पछिको राम्रो हरियालीवाला बाटो होइन छुट्टै छ फेरि यो काठमाडौँ ललितपुर भने जस्तै कि काठमाडौँ अलिकति गन्जाको ललितपुर अलिक सफा भने जस्तो त्यस्तै फिलिङ आउँछ मलाई चाहिँ यहाँ पुगेपछि चाहिँ अनि बाटो त अब त्यही हो दिउँसोको टाइममा मजा आइरहेको थियो खाना पनि खाएको फ्रेस इनर्जी बाइकमा पनि त्यही हो सो अहिले हाइड्रो आइपुग्दाखेरि चाहिँ 2 बजेको चाहिँ ठ्याक्कै 2 बज्यो यस मस्याङ्ग्री जलविद्युत केन्द्र मस्याङ्ग्रीको जलविद्युत केन्द्रको झरना अगाडि पनि झरना छ दामी छ यहाँको झरना कस्तो रहेछ हेरौँ यहाँ एउटा झरना थियो नि के हुनु यहाँबाट हेर न एउटा स्टोरी हान्दिउँ न त है
माथिसम्म हेर नि वहाँबाट ल भयो चलेगा अब हम चलेगा हामी पहिला उता नुहाएको त्यो बच्चाहरू छ नि त्यहाँ नुहाएको खाली हुन्थ्यो अहिले टिकट सिस्टम आबु खैरेनी आइसक्यो सुन्तला आएको क्या त अस्ति न हो त्यो सुन्तलाहरू किनेको ठाउँ हो कि गोर्खा जाने ठाउँ गोर्खा अब ठुलो बाटो सुरु हुन्छ गाइजहरू रोड आयो ठुलो रोड यहाँनिर मैले बजार चेटक एउटा देखिरहेको छु यसमा कति ढल्काएर देखिन्छ नि यसमा हामीले कति ढल्काएको पनि देखिन्छ नि झन् उता गयो ठुल्ठुलो रोडहरू आउँदै गयो र जति रोडहरू ठुलो हुँदै गयो त्यति कुदाउन मन लाग्ने अनि कुदाउन मन लागेपछि त्यही हो तपाईँलाई थाहा छ त्यसो त इलेक्ट्रिकको रेन्ज सुई घटिहाल्यो अनि डढाइ यसो कम्ब्याटमा घरिघरि हाल्दै फेरि ग्लाइडमा हाल्दै मजाले चलाउँदै होइन गएपछि आनन्दले गाडीहरू यस्तो कुदाउनु भेट्ने गाह्रो हुने क्या एउटा दुईवटा बसले त मजाले ओभरटेक गर्यो फर्स्ट टाइम होला मलाई हाइवेमा त्यो पनि बसले ओभरटेक गरेको कि रेकर्डै भयो त यसपालिको त सो पछाडिबाट फ्लाइबाई दियो नि मलाई कडा हाइवेक्सले अनि अगाडि गएर फेरि सैलेट बालेर रोकिहालेको त्यसले मलाई ओभरटेक गरेर रोक्छु भनेर क्या कुदा जस्तो लागिरहेको एकछिन चाहिँ तर त्यो त होइन होइन गाडी चाहिँ दामी छ है त्यो गाडी बन्दीपुर जाउँला डुम्रे डुम्बुडे डुम्रे नि भन्न आउँदैन यार त्यो कुन बाइक हो हेडलकवाला बाइक बिन्दास छ त बाटोमा मजा आउने के है राइडिङ गर्न पल्सरको एड्रेस अब चाहिँ हामी त्यो बन्दीपुरको मेन गेट कटेर उकालो लागिरहेको थियौँ जुन चाहिँ यो हाइवे जाने बाटो नै हो अनि त्यसपछि चाहिँ अब हाम्रो चाहिँ उकालोमा टेस्टिङ हुन्छ नि त कति इफिसियन्सी घटाउने सकेसम्म घटायो भने चाहिँ राम्रो रेन्ज दिन्छ अब उकालोमा घटाउन गाह्रै छ कि एक्सिलेरेसन ले गर्नुपर्छ त्यसले गर्दाखेरि उ चाहिँ भइहाल्छ आफै त्यो गाडीले हाम्रो ओभरटेक गरेर गयो सो यो चाहिँ मेरो फेभरेट ठाउँ हो यो पोखरा जाने बाटोको यस्तो बाटो आयो अब यहाँबाट चाहिँ रिजेनरेटिभ हान्ने ओभरटेक गर्ने अनि कुदाउने अनि यहाँबाट पुरै रिजेनरेटिभमा जाने एउटा हात छोडिने ध्यान राख्ने के गर्नु पर्दैन आनन्दले जान्छ साथीहरू सो हामी अहिले दमौली आइपुग्यौँ लाइनमा छ अहिले चाहिँ 37% बाँकी छ होइन दमौलीमा आउँदाखेरि 36 अनि मुङलिनबाट 41 किलोमिटर यता आइसकेका छौँ 41 किलोमिटर अब रेन्ज हाम्रो 89 किलोमिटर बाँकी छ अझै है त गाइस
के हो अब एउटा रेन्ज स्टेज चाहिँ कस्तो हुन्छ त अल्ट्रा भोरेटमा डबल लोड होइन सामान हालेर हेर्नु होला गाइस माल छैन क्या टुकटुक यहाँबाट त्यो भाइरल तर्फपट्टि होला यता हजुर प्रभु हजुर voilà सो अब हामी दमौलीको पुल बेबी दमौलीको पुलमा सास नफेरी कट्नु पर्यो अब सास नफेरी कट्नु पर्यो क्या है तिमी च्याम्पियन होइन ल हेरौँला सो यति चाहिँ अलिकति बाटो बनाउनु बाँकी रहेछ दमौली बजारबाट पुलसम्म अनि उतापट्टि खतरा पुल बनिरहेको छ एउटा नेपालकै टप पुल एउटा गण्डकीलाई जोड्ने पुल हो त्यो मादी नदी रेडी 1 2 3 गो यो अगाडिको पल्सरले हामीले अघि पिचमा ओभरटेक गरिरहेको थियो नि अब हामी यसलाई अफरोडमा ओभरटेक गर्छौँ हामी पिचमा आइपुग्यौँ फेरि अपोजिट जाँदैनौँ हामी इतिहासमा हेर्ने हुन्छ भने चाहिँ के भन्नु भन्दाखेरि मलाई चाहिँ खासमा यो बाइकमा लिएर चाहिँ मुस्ताङ अथवा मनाङ पनि जानु मन छ तर यसपालि बिदा कसै थिएन र बिदा नभएको हिसाबले चाहिँ पोखरासम्म भने जान्छु भनेर म चाहिँ गएको हो सो यो ठाउँमा चाहिँ वेदरले पनि साथ दिएको छ कहीँ पनि पानी परिसकेको छ र हरियाली त्यस्तै छ गर्मी फेरि त्यस्तै छ क्या बाइकमा चलाउँदाखेरि यस्तो मजाको घामले गर्दाखेरि रोक्दै रोक्दै पानी खाँदै हामी चाहिँ गइरहेको हो ओभरटेक हालिसक्यो यहाँ रेडी 1 2 3 त्यही अब त्यो स्याडल ब्यागहरू राखेपछि चाहिँ पछाडि चढ्नलाई चाहिँ अलिकति गाह्रो हुँदो रहेछ तर एकचोटि चढिसकेपछि आनन्दै हुन्छ होइन अनि बाइकको सिटमा चाहिँ सिट कुसन चाहिँ थप्नै पर्छ है डेफिनेटली एउटा म चाहिँ भन्छु इफ यु आर गोइङ फर अ लङ ट्रिप एउटा सफ्ट कुसन चाहिँ थप्नुहोस् त्यसले गर्दाखेरि अझै राम्रो हुन्छ कम्फर्टेबल फिल हुन्छ किनकि युजली नर्मल बाइकहरूभन्दा यो अफरोडिङ र अनरोडिङ दुइटालाई हुने भएर चाहिँ सिट कुसन चाहिँ मजाले चाहिन्छ र हामी चाहिँ पुरा त्यो लिन एङ्गल कति हुन्छ भन्दै त्यो कर्नरिङहरू गर्दै होइन मजाले रमाउँदै गइरहेको थियौँ हामी चाहिँ ढल्काइ मस्त पारामा एकछिन चाहिँ मजा आएको थियो जति गर्मी भयो नि बाइक चलिसकेपछि चाहिँ छुट्टै आनन्द आउँछ क्या मलाई चाहिँ त्यही नै हो गाइस अब हामी पुग्न लागिसकेका छौँ पोखरा पनि सो गाइस अहिले हामी यहाँ पोखरा तालचोक पुगिसकेका छौँ सो हामी जानुपर्ने चाहिँ यता सानो लेक बेगनास्टाल हो त्यसैले हाम्रो अझै रिमेनिङ चाहिँ 15% बाँकी छ होइन कतै पनि चार्ज नगरी आउँदाखेरि मुगलिनबाट यता हामी 81 किलोमिटर आइसकेका रहेछौँ हेर 307 किलोमिटर हाम्रो बुढिसकेको छ बेबी कस्तो लागिरहेछ भन्दै त अलि राम्रोसँग भन्नु न रमाइलो लागिरहेछ ढाड दुखिसक्यो निन्दा लागिसक्यो भन्दैछ यही हो गाइस अब हामी उतै भेटौँला है बिस्तारै अब यहाँबाट छिर्नुपर्छ हामी कतिखेर पुगौँ र गएर सानो लेकमा डाइभ हाल्नु भनेर म चाहिँ एक्साइटेड भइसकेको थिएँ 4 बजीमा बस्नु लागेको थियो 3:48-49 भएको थियो हामी तालचोक पुग्दाखेरि अनि अलिकति तालचोकबाट उता जाँदा बेगनास जाने बाटो चाहिँ अलिअलि रफ पनि छ सो त्यही भनिहालेँ यो बाइकलाई खासै यस्तो रफको नर्मल हो यसको लागि यसकै लागि बनेको जस्तो लाग्छ मलाई यो बाइक चाहिँ सो कतिखेर गएर डाइभ हाल्नु छिटो कुदाएर गएर हामी चाहिँ सो गाइस आनन्दले आइपुग्यो है
स्टिल हामीसँग 14% छ चार्ज। अनि हामी यहाँ बेगनासर आइपुग्न लागिसक्यौँ। देख्न सक्नुहुन्छ अगाडिको बाटो। है कस्तो आएको छ। सो गाइस वी हेभ रिच बेगनासताल है। बिहान हामी 10 बजे हिँडेर अहिले हामी यहाँ 4 बज्न लाग्यो। हामी त्यही हो मजाले खाना खाएर आउँदाखेरि आइपुग्न लागिसकेका छौँ बेगनासताल। र अब हेर्नु होला अगाडिको बाटो। सो गाइस देख्न सक्नुहुन्छ सुन्दर दृश्य बेगनासतालको। र हामी चाहिँ जाँदैछौँ सानो लेकतिर। यहाँ चाहिँ माछाहरू पालेको रहेछ। पहिला पनि देखाएको थिएँ मैले है। सरी कस्तो राम्रो रुख है। सो हामीलाई अलमोस्ट 6 घन्टा लाग्यो यहाँ पुग्नलाई। 6 घन्टामा हजुरको 1 घन्टा जस्तो चाहिँ हामीले 1 घन्टादेखि 1 घन्टा 15-20 मिनट चाहिँ रेस्टै गऱ्यौँ बाटोमा होइन। त्यसले गर्दाखेरि पनि टाइम चाहिँ लाग्यो। युजली नर्मल बाइकमा जाँदाखेरि चाहिँ 2-3 घन्टामा पुगिन्छ यहाँ होइन, मेरो सिङ्गल राइडमा। तर यसमा चाहिँ अब डबल लोड आनन्दले बुढाबुढी त्यही 5-6 घन्टा त लागेको ठिकै हो। ब्याक है। So I'm आइपुग्यौँ। We have reached here at Sun Lake. बोल्दा त आइपुग्यो है। फाइनली ट्रिप हेरौँ। ट्रिप्स मैले सेट गरेको 190 किलोमिटर हामी ट्राभल गरेछौँ आज। 190 किलोमिटरमा अलमोस्ट 13% बाँकी छ है। नट ब्याड रेन्ज, स्टिल 32% रेन्ज बाँकी छ। पुरै थाकिसकेको छ यहाँसम्म आइपुग्दा चाहिँ ढिला भयो। तर त्यही हो डबल लोडमा सामान हालेर चाहिँ मजाले ल्याउँदो रहेछ पोखरासम्म चाहिँ। आनन्दले आउँदा हुन्छ तपाईँहरू पनि नो डाउट। कहीँ चार्ज गर्नु पर्दैन, केही गर्नु पर्दैन, आनन्दले चलाएर आउनु। त्यही हो। बेबी कस्तो भयो त राइड? कम्फर्टेबल थियो तर बाटो एकदम मेसी थियो अनि बाँकी सबै ठिकै थियो। हाम्रो फर्स्ट राइड हेर्नु थियो, फर्स्ट राइड बाइक राइड हो। मजा आयो। बाइक कस्तो लाग्यो अरे? बाइक कम्फर्टेबल छ। सो अहिले हामी कहाँ छौँ भन्दैनौँ? अहिले हामी सानो लेकमा छौँ। सानो लेकको यहाँ क्रोन खाँदै टक्क लाएर हामी अब यहाँ एकछिनमा डाइभ पनि हान्छौँ। सो यहाँ मान्छेहरूको पुरै बोटिङ भइरहेको छ होइन। कहाँबाट मान्छे कराइरहेको छ। ऊ त्यहाँ डाइभ हाने हो, झुन्डेर रहेछ जाने त्यहाँ। सो हजुरहरू पनि यदि पोखरा जाँदै हुनुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ पक्कै पनि जानुपर्ने ठाउँ हो तपाईँहरूको लागि। एकचोटि गएर चाहिँ कहिले पनि पुग्दैन। मेरो चाहिँ एउटा फेभरेट गो टु प्लेस हो यो सानो लेक, जुन चाहिँ बेगनासतालमा रहेको छ। र त्यहाँ गएर फुड अनि ड्रिङ्क अनि यो लेक होइन एकैचोटि सँगै एउटा मजा पनि हुन्छ। त्यहाँको अब हाम्रो सटर साईको दाजु हुनुहुन्छ, अब हाम्रो सानो लेक दाई भइहाल्नुभयो स्पेसल। सो त्यहाँको इन्भाइरोमेन्ट साह्रै राम्रो लाग्छ। 2जना नानीहरू छुकछुके छन्, स्विमिङमा बवाल खेल्छन् अनि भाउजू पनि रमाइलो गर्नुहुन्छ होइन। त्यही हो अब यहाँको चाहिँ मलाई अलिकति लाइक घर जस्तो लाग्छ। त्यसले गर्दाखेरि तपाईँहरू पनि यदि जाँदै हुनुहुन्छ भने चाहिँ पहिल्यै बुक गरेर जानु होला।
लिमिटेड सिटहरू हुन्छ सो पहिले बुक गरेर जानु होला इन्स्टाग्राममा मेसेज गरेर सो यदि यहाँसम्म हेर्दै हुनुहुन्छ भने एउटा लाइक अनि मिठो कमेन्ट चाहिँ दिनु होला गाइज सी यू अन माई अनदर भिडियो सो थ्याङ्क यू फर वाचिङ गुड बाई राइड सेफ टाटा